हेलो गाइस, हाई वेलकम ब्याक टु माई न्यू भ्लग। गाउँले केटा भ्लगमा स्वागत छ। नमस्कार सबैजनालाई। हजुर सन्चै हुनुहुन्छ होला? म पनि एकदमै आरामै छु होइन। आज फेरि टक्क आएर गराइदिरहेको छु के देख्न सक्नुहुन्छ गोला टक्क सक्नुहुन्छ। मौसम पनि दामी छ होइन। साँझको भ्यू चाहिँ फेरि बबाल आउँछ कि यस्तो छ है। हामी टलक्क टल्किया छ देख्न सक्नुहुन्छ हजुरहरूले। टक्क गोरु पनि चढिदिरहेछन् क्या पाहाडतिर होइन। अरे यतितिर अग्नि फेरि बल्ला लडेर माट्ने नि अचकै लडिदिरहेको थियो कि फेरि टक्क लगाएर बसिदिरहेको छु। टक्क भिडियो बनाउँदै टक्क बस्दिने हो फेरि होइन। अब के छ र त्यही हो अनि अरू चाहिँ म फेरि यस्तो कालो छु नि यार। झन् घामले झन् कालो बनाइदिन्छ कि यार माट्ने। झ्याउ लाग्छ भने अब गाडा आउने पनि फेरि नआए पनि के अब गाउँमा बस्ने हो। गाउँमा बसेपछि यस्तो काम गर्नु परिहाल्छ नि। यो फेरि कति कराउँछ यार। अचम्म लाग्छ यार आफैलाई फेरि माट्ने यार। बिहा गरे गराउँछ क्या घरमा मात्रै हिँड्ने हुन्छ टक्क लगाएर होइन। सोच पारी टक्क लगाएर त्यहाँ छन् गुवाला सब ए के बसेर गफ्फा आउनु लाग्छ फेरि त्यहाँ फेरि टक्क लगाएर यता पनि बसेका छन्। फेरि अब घर जाने पनि लग्यो नि हुन्छ कि तपाईँ किन आदि हुन्छ। म लग्छु नि बिस्तारै। खुसी हुन्छ गुवा लगाएर जेस एकदम खुसी। ल ल ल नाच्नु न त ल ल ल फेरि किन फेरि नाच्नु न त अनि के लामो गीत गाउनु तपाईँले। ल म पनि गाउँछु ल म पनि नाच्छु। मजा आउँछ फेरि गुवा लगाएपछि होइन। यस्तो नाच्दै गाउँदै फेरि बस्दै मजा छ नि। यो नानी त के राम्रो ल दिनको रात डान्स फेरि डेन्जर हो त्यो नेपाली डान्स हो त फेरि चान्सै नि हुन्न। टक्क नाच्यो गयो होइन। रमाइलो भयो जेस फेरि यस्तो मजा आउँछ कि गुवा लगाएपछि फेरि आफ्नै जिन्दगी रोमान्टिक हुन्छ होइन। यस्तो मजा आउँछ टक्क गुवा लगाएर। फेरि गोरु पनि जान्छ नि त तिनीहरू गोरुलाई पनि हान्नुपर्छ होइन। म फेरि ह्यान्डसम छु यार नि खतरा ह्यान्डसम छु कि म फेरि। एकछिन गीत फेरि मजाको एनर्जी आउनु लाग्थ्यो भर्खर एनर्जी आउनु लाग्थ्यो फेरि गीत गाउँछ भने पुगेँ फेरि नाच्ने मजा आउनु लाग्थ्यो भर्खर। कति सिक्छन् छिटो गाउनु पऱ्यो गीत दर्शकहरूले सुन्न चाहन्छन्। गोरु पनि कति जान्छन् यार। कतिपल्ट खानुपर्छ म्याटिनीहरू जस आज यस्तो टक्क गलाएर खुसीमा कहिले भएको थिएन भने लास्टको मजा आयो कि। अझै पनि गीत गाउँछु भन्नु भएको छ फेरि गाएर नाचिदिने हो फेरि रमाइलो हुन्छ जस दिन सक्छ त। आइज लरौँ आइज माट्ने म पनि मा लड्छु आइज बस ल आइज लड्नेस् माट्ने लड्छस् किन टक्क आएर अब गीत सुन्नु जाने मजा आसँग यस मजा आउँछ बल देखा छ नि भ्यू चाहिँ हो घर त मेरो साइरी यहाँ होइन चिताउना यहाँ होइन चिताउना गाह्रो भयो जिन्दगी बिताउन गाह्रो भयो जिन्दगी बिताउन। ओइ चैट ल फेरि अरू नानी लाऊ नाच्न जाऊ नाच
ग्वालाले साइली काटेको खर लैदेऊ माया नमान डर भर लैदेऊ माया नमान डर भर चैट यो टाँस फेरि अनि पारो पनि आइजान्छ फेरि देउर हाँसिएपछि अहिले हाँसिजान्छ नि हाँस्दै त पारो एकचोटि हाँसिदिइहाल्छ अनि फेरि एकछिन अहिले को आयो फेरि ओले छोप्छो बग्दलाई छोप्ने अहिले किन नितलाई गयो तँलाई छोर क्या नित मानेछ क्या नकाट्दै के अब काट्ने हुनुलाई बेला अगाडि त्यहाँ गयो यार फेरि त्यहाँ छन् मेरा गुरु चाहिँ त्यहाँ छन् त्यहाँनिर टक्क छोड्दैछन् त्यहाँ गएर म अब त्यहाँ गएर फेरि ल्याउनु पर्छ फेरि गयो घुमाइदिनु गुड जय नेपाल होइन त्यही हो अब के छ र घर गोरु लग्ने टाइम पनि घुम्न लागिसक्यो होइन लास्ट रमाइलो भयो गलाएको होइन अस्ति रमाइलो गीत फेरि हाँसो त फेरि के छ त्यस्तो टक्क मजा आयो होइन यो कहाँ छ यार यो फेरि मलाई दुःख दिने मात्रै कहाँ जस्तो हाटक मेरो हाटक यो त इग्नोर गरे त अहिले मलाई नबता अरे क्या हाट भन्छ हाट ढोक्दैन यार रुके हाट ढोक ल हाटक ल हो भाग्यमानी भएस् होइन भाग्यमानी ओइ माट्ने भाग्यमानी भएस् होइन ल तँलाई आशिक दिन्छु ठुलो भएस् जा अब घर जा अब टक्क लाएर गोरु पनि घर जान्छन् अब पनि अब टक्क लाएर अब पर्खेर जाने हो ए घर दिनमा आँटिने लाइज त्यही हो अब होइन आजको तपाईँ घर जान लाग्नु भयो किन एक छिट जान लाग्नु त घर ल राम्रोसँग जानुला छोरो साझ आउँछ है कुम्लो पनि बाङ्गो भयो फेरि यस्तै हो यस्तै गरी आउँछ त्यसपछि जानु है नलोट्नु होला जानु घर गइसक्नु भएको छ देखिन्छ अब चाहिँ कमेन्टमा आफ्नो सानो प्रतिक्रिया लेख्न नभुल्नु होला कस्तो बनाउने भनेर हजुरहरूले कमेन्ट गर्नु हो भने मलाई पनि मन पर्यो भने हजुरहरूले मेरो च्यानललाई गएर सब्सक्राइब गर्न सक्छ लाइक गर्न सक्छ सेयर गर्न सक्छ हस्त बाई बाई टाटा गाइज जय नेपाल।